तपाईँ चाहिँ कुन देशको नागरिक हो? म नेपालको नागरिक। तपाईँ कुन देशको? यो नेपाल कसले बनाएको? गिभ मी आन्सर। सीधा बैग में हम ना जाने दाम तू मेरा किसिमको मान्छे होइन कि सही गलत गरे भने गलत। राष्ट्रपतिको चुनावमा हामीले हाल्नु हुँदैन भन्यो, निर्णय गरायौँ त। आज होइन, राष्ट्रपतिलाई मानेर सरकारमा जाने, गणतन्त्र नेपालको राष्ट्रपतिलाई स्वीकार्ने, शपथ ग्रहण गर्ने अनि राष्ट्रपतिको निर्वाचनमा भाग नलिने दोहोरो नीति अनि यसो भयो। द्वैत मनस्थिति। तपाईँ चाहिँ कुन देशको नागरिक हो? म नेपालको नागरिक। तपाईँ कुन देशको? यो नेपाल कसले बनाएको? गिभ मी आन्सर। सीधा बैग में हम ना जाने दाम तू मेरा एक लेगा ले लेंगे खानदान। नेपाल त नेपाली जनताले बनायो। अहिले जनताले कहिले बनाए? यहाँ धेरै जनताले कुर्बानी गरेका छन्, त्याग गरेका छन्, तपस्या गरेर सङ्घर्ष गरेर। एकीकरण कसले गर्यो? एन्सर। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। अरू गणतन्त्र चाहिन्छ कि चाहिँदैन, यो देशमा राष्ट्रपति मान्ने कि नमान्ने भन्ने कुरा पनि नेपालको संविधानभित्र लेखिएको छ। तर सरकारमा अनि अर्को कुरा, झण्डा हल्लाएर गणतन्त्रको विरोध गर्न पाइँदैन। गणतन्त्रको ठाडो विरोध गर्न पाइन्छ। सदनमा उठेरै बोल्न पाइन्छ। सदनमा बोल्न पाइएला, तर क्याबिनेटमा बोल्न पाइँदैन। हाम्राले त बोले त, खै के ख्यासे? ये कोई शक नहीं मेरी चेक नहीं बिबा जट दिया चले सरदारी। तपाईँले पत्रकारिता कहिलेबाट गरेको? 46 सालको जनआन्दोलन म त्यतिखेर 14 वर्षको उमेरमा पत्रकारिता सुरु गरेँ। 46 सालमा प्रचण्डले ल्याएको व्यवस्था हो। जलवा है हमारा। 46 सालमा राजा थिए कि थिएन? राज संस्था थियो। हो, राज संस्थाले बोल्न राजा दिँदैन वीरेन्द्र हुनुहुन्थ्यो त्यतिखेर। थियो? अनि बोल्न दिँदैन थियो? 46 सालको जनआन्दोलन अगाडि कहाँ बोल्न पाउँथ्यो मान्छे? जनआन्दोलन अगाडिको कुरा गरेको छैन, मैले पछाडिको कुरा गरेँ। पछाडि त राजा संवैधानिक भइसकेको थियो, बोल्न संविधान पाएन। राजाले बोल्न दिन्थ्यो कि दिँदैन थियो? तर सक्रिय राज संस्था थियो नि त हाम्रो होइन, देशमा। तपाईँले बोल्न 30 वर्ष। पाउनुहुन्थ्यो। एकछिन जवाब दिनुहोस् न कमसेकम। 46 सालमा तपाईँ पत्रकार बन्नुभयो, 46 सालदेखि 64 सालसम्म यो देशमा बोल्न पाइन्थ्यो कि पाइँदैन? तर बिचमा जनताले बोल्न पाए। होइन, पाइन्थ्यो कि पाइँदैन थियो? मगा मान जाना ना से करवा की के गाड़ी के टरक के नीचे एक तत्ता बाबा की के मौत का। नेपालका जति पनि एफएम छन् तिनीहरूको स्थापना कहिले भएको? 46 भन्दा पछाडि, 64 भन्दा तर अगाडि राजाको भएको। शासनमा आएन नि त। राजा थिए कि थिएन? राजा थिए कि थिएनन् त्यतिखेर? संवैधानिक राज संस्था हो, अहिले पनि हामी त्यही मागिरहेछौँ। हो, संवैधानिक राज संस्था माग्दाखेरि तपाईँ जस्ता पत्रकार उफ्रेर के भन्नुहुन्छ भने बोल्न पाइँदैन थियो भन्नुहुन्छ। जनतालाई भरम सर्ने? ये कोई शक नहीं मेरी चेक नहीं बिबा जट दिया चले सरदारी। 74 को निर्वाचनमा आउँदै गर्दा हामी 1 सिटमा सीमित भयौँ भने 2069 आउँदाखेरि आज 42 सिट छ राप्रपासँग भने अहिले एकैछिन हेर्नुहोस् त, बिस्तारै बिस्तारै परिवर्तन हुँदैछन्। जनता यो कुरा बुझ्दैछन्। 84 को चुनाव